वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दै नेपाललाई सिरिज जित्ने मौका। संयुक्त अरब इमिरेट्स युएईको शारजाह क्रिकेट रङ्गशालामा आजको लागि नेपालको अर्को ऐतिहासिक दिन हुन सक्नेछ। उक्त रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल वेस्ट इन्डिजलाई हराएर नेपालले इतिहास रचेको थियो। नेपालले अहिलेसम्म कुनै पनि शैलीको क्रिकेटमा टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउन भने सकेको थिएन। युनिटी कप टी20 क्रिकेटको पहिलो खेलमा नेपालले 2 पटकको विश्वविजेता वेस्ट इन्डिजलाई 19 रनले पराजित गरेर इतिहास रचेको हो। यसै युनिटी कप अन्तर्गतको आज दोस्रो खेल हुँदैछ। नेपाली समयअनुसार राति 8:15 देखि हुने खेल पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ, किनकि नेपालले यो खेल जित्दा 3 खेलको श्रृङ्खला 1 खेल अगावै नै उपाधि जित्नेछन्। साथै उपाधि जित्नु नेपालका लागि अर्को ठूलो कीर्तिमान हुनेछ। नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग खेलेको उक्त खेल ओमनमा हुने आइसिसी टी20 एसिया कप क्षेत्रीय छनौटको तयारीको रूपमा पनि हेरिएको छ। पहिलो खेल जितेको नेपालले अन्तिम खेल अगावै सिरिज कब्जा गर्ने लक्ष्य राखेको छ भने 2 पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज पनि सिरिज कायमै राख्न मैदानमा उत्रिनेछ। सोमबार शारजाहमा साँझ 8:15 बजे सुरु हुने खेलमा नेपालले आफ्नो पहिलो टेस्ट राष्ट्रविरुद्धको सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् भने पहिलो खेलमा 19 रनको अप्रत्याशित हार बेहोरेको वेस्ट इन्डिज गल्ती नगर्नेतर्फ केन्द्रित रहनेछ। पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएपछि नेपाली टोली विश्वभर प्रशंसित भएको थियो। यसले नेपाललाई आफूलाई उत्कृष्ट प्रमाणित गर्ने अवसर पनि प्रदान गरेको थियो। पहिलो खेलमा नेपालले सामूहिक प्रदर्शन गरेपछि खेल निर्णायक रहेको हो। नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले दोस्रो खेलमा पनि टिमले आफूलाई प्रमाणित गर्दै जित्ने लक्ष्य राखेको बताएका छन्। त्यस्तै वेस्ट इन्डिज तर्फका कप्तान अकिल हुसेन पनि पहिलो खेलको निराशाजनक नतिजापछि टिमलाई सुधार गर्दै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन्। 32 वर्षीय अलराउन्डरले आफ्नो कप्तानीमा टिम खराब इतिहासको साक्षी नहोस् भन्ने सचेत रहेको बताएका छन्। त्यस्तै अर्कोतर्फ नेपाली कप्तान गौरवमय इतिहास लेख्ने लक्ष्यका साथै मैदानमा उत्रिनेछन्।